सब सल्लाह पनि भयो र औपचारिकताबाट नै अब प्रमाणपत्र वितरण गर्दै कार्यक्रमलाई समापन गर्ने हाम्रो सल्लाह बमोजिम मैले यस कार्यक्रममा हिजोदेखि नै अध्यक्षता गरिरहनु भएको ध्रुवप्रसाद घिमिरेज्यूलाई परिवर्तन सञ्चार समूहको अध्यक्षज्यूलाई मैले अध्यक्षता ग्रहण गर्नको लागि भनिरहनु परेन। यस कार्यक्रमका विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन नेपाली साहित्यिक आकाशका मूर्धन्य व्यक्तित्व साहित्यकार अथवा भनौँ नेपाली साहित्यिक आकाशका नक्षत्र हुनुहुन्छ प्राध्यापक डाक्टर देवी प्रसाद नेपालसँग मैले हार्दिक फेरि पनि अनुरोध गरेँ। बुढानीकण्ठ नगरपालिका अध्यक्ष युवा व्यक्तित्व बुढानीकण्ठ नगरपालिकाको नगर प्रवक्ता पनि हुनुहुन्छ तपाईँहरूकै अभिभावक नवराज भट्टराई सरलाई मैले विशिष्ट अतिथिको आसन ग्रहण गर्न फेरि पनि अनुरोध गरेँ। बुढानीकण्ठ नगरपालिका वडा नम्बर 10 का वडा सचिव यस वडाका अभिभावक चन्द्रमणि पाण्डे सरलाई पनि मैले अतिथिको आसन ग्रहण गर्न अनुरोध गरेँ। त्यसै गरिकन अध्याय स्कुल तथा कलेजका तपाईँलाई व्यवस्थापक गोविन्द थपलिया सरलाई पनि मैले अतिथिको आसन ग्रहण गर्न अनुरोध गरेँ। गोमा मिश्र हामी हिजोदेखि सँगै छौँ। अब म ढिला नगरिकन यस कार्यक्रममा सहभागी हुनुभएको तपाईँ साथीहरूलाई प्रमाणपत्र वितरण गर्ने जुन कार्यक्रम छ त्यसलाई अगाडि बढाउन चाहे। कविता लेखन स्टोरी एसे न्युज एन्ड पोइट्री राइटिङ त्यसभन्दा मुनि छ अवार्डेड टु मी दिस डे to you in the high recognizing of your active participation in the today student creative writing workshop focusing on story, essay, news and poetry writing. The workshop has conducted with the support of the Buranilakanta Municipality Ward Number 10 and in collaboration of the Parivartan Media Groups www.lekhankala.org. We highly appreciate your creative diligence and continue and wish you very success in your future. बुढानीकण्ठ नगरपालिका वार्ड नम्बर 10 को सहयोग र परिवर्तन सञ्चार समूहको सहकार्यमा सञ्चालित 2 दिने लेखन कथा निबन्ध समाचार र कविता लेखन सम्बन्धी विद्यार्थी सृजनात्मक लेखन कार्यशालामा सक्रियपूर्वक सहभागी हुनुभएकोमा तपाईँ यहाँको उच्च मूल्याङ्कन गर्दै यो विशिष्ट उपलब्धि प्रमाणपत्र प्रदान गरिएको छ। यहाँको सृजनशीलता रमणशीलता र निरन्तरताको अपेक्षा सहित उज्जवल भविष्यको कामना गर्दछौँ। ध्रुवप्रसाद घिमिरे अध्यक्ष परिवर्तन सञ्चार समूह नवराज भट्टराई वडा अध्यक्ष बुढानीकण्ठ नगरपालिका वार्ड नम्बर 10 प्राध्यापक डाक्टर देवी प्रसाद नेपाल वरिष्ठ साहित्यकार भनेर प्रमाणपत्र छ। अब म यो प्रमाणपत्र वितरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दै मैले नाम मात्र वाचन गर्छु। तपाईँहरू आइदिनु होला है। श्री केशव चौलागाई श्री केशव चौलागाई श्री सुरुचि पराजुली फेरील्यान्ड इन्टरनेसनल स्कुल इन्टरनेसनल स्कुल यो प्रजुन ढकाल आउनु भएको छैन। प्रमाणपत्र लगिदिनु हुन मैले हार्दिक अनुरोध गरेँ फेरील्यान्डको स्टुडेन्टहरूलाई। रिलायन्स पब्लिक स्कुल सिद्धार्थ कटुवाल रिलायन्स पब्लिक स्कुल श्री विभूति गुरुङ विभूति प्रज्ञा निकेतन छिटो आउनुहोस्। भाइको प्रमाण इन्टरनेसनल स्कुलको नाम सच्चेर आउँछ ल। रविना बसेल जोसेफ माध्यमिक विद्यालय श्री सरिता भण्डारी जोसेफ माध्यमिक विद्यालय श्री सरिता भण्डारी श्री जोसेफ माध्यमिक श्री नीतु सिंह विद्यानिकेतन श्री स्नेह राई जुगल नवगुरुकुल स्नेह राई एकेडेमी प्रिन्स्टन श्री सीमा केसी श्री गणेश गौतम रिलायंस कोएड श्री जयेश गौतम रिलायंस कोएड Can you wait just 5 minutes? You have time just 5 minutes. Bimala Thapa Reliance Coed. Mrs. Bimala Thapa Reliance Coed.
यहाँलाई मान्डु एकाडेमी अगाडि आउनु होला। श्री सक्षम शाह मान्डु एकाडेमी साथी हो श्री शारदा चौधरी मान्डु एकाडेमी सम्पूर्ण